लोकप्रिय नेतालाई प्रधानमन्त्रीमा अघि सार्ने र उनको अनुहार देखाएर निर्वाचनमा मत माग्ने दलीय जुक्ति नयाँ होइन। जनतामा परिचित, भाषणमा प्रभावशाली र छविमा आकर्षक नेतालाई प्रधानमन्त्रीको रूपमा अघि सारेर निर्वाचनमा जाने परम्परा नेपालमा संसदीय प्रजातन्त्रको स्थापना भएदेखिकै हो। यही अभ्यास गर्दै यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वारमा अघि सार्यो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन चिर परिचित जनप्रतिनिधि हुन्। उनी प्रभावशाली युवा नेता हुन्। उनलाई सामाजिक सञ्जाल फेसबुकमा मात्रै 32 लाख बढी मानिसहरू पछ्याउँछन्। उनको एउटा स्टाटसले देशको राजनीति तरङ्गित हुन्छ। भलै जेन्जी विद्रोहपछि उनलाई लुसिफर चरित्रसँग दाँच्ने गरिन्छ। लुसिफर शैतानी चरित्रका पात्र हुन्। खास गरी आगजनी गरेर सिंहदरबार ध्वस्त बनाएको घटनामा बालेन जिम्मेवार भन्दै आलोचकहरू उनलाई घृणा भावसहित लुसिफर चरित्रसँग दाँच्ने गर्दछन्। उनका समर्थक र आलोचक लाखौं छन्। उनै बालेन प्रधानमन्त्री बन्न सक्छन् त? आज यो भिडियोमा त्यसबारे चर्चा गर्दैछु। प्रधानमन्त्री नेपालमा कार्यकारी शक्ति प्रयोग गर्ने अधिकारी हुन्। यो पदीय जिम्मेवारी 35 वर्षे बालेन लिन चाहन्छन्। जुन चाहना आइतबार बिहान भुइँमा उज्यालो नखस्दै रविसँग भएको 7 बुँदे सहमतिमा प्रकट भइसकेको छ। तर बालेन प्रधानमन्त्री हुन त्यसअघि के गर्नुपर्छ त्यसबारे हेरौं। पहिलो, बालेनले प्रधानमन्त्री निर्वाचन जित्नै पर्छ। यो त पहिलो शर्त भइहाल्यो। निर्वाचन नजिते रविसँग गरेको उधारो प्रधानमन्त्रीको सहमति उधारै रहनेछ। अर्थात् उनकै शब्दमा भन्दा जेन्जी विद्रोहको म्यान्डेट आफूलाई 5 वर्ष प्रधानमन्त्री बन्नुपर्छ भन्ने बालेनको दाबी त्यसबेला युक्तिसङ्गत हुँदैन। त्यसो हुनाले बालेनले प्रधानमन्त्रीको उम्मेद्वार बन्ने आधारका लागि जसरी पनि निर्वाचन जित्नै पर्छ। दोस्रो, प्रतिनिधि सभा सदस्य निर्वाचन जिते बालेन रासोपा संसदीय दलको नेता हुनै पर्छ। यो दोस्रो शर्त भयो। संसदीय प्रणाली अपनाएको नेपालमा दलको नेता नै प्रधानमन्त्री हुने गरेको परम्परा जस्तै छ। त्यसो हुनाले रासोपा सांसदहरू बीचबाट संसदीय दल गठन हुँदा उनी नेता चुनिनुपर्छ। चुनिएन भने प्रधानमन्त्री बन्ने उनको बाटो त्यति सहज हुँदैन। तेस्रो, बालेन सहजै प्रधानमन्त्री बन्न रासोपाले आगामी प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याउनु पर्छ। त्यो भनेको 275 जना सांसद हुने प्रतिनिधि सभामा कम्तीमा 138 जना सांसद रासोपाको हुनै पर्छ। यति सांसद प्रत्यक्षतर्फको 165 निर्वाचन क्षेत्र र समानुपातिक तर्फको 110 बाट निर्वाचित भएर आउनै पर्छ। यी दुईवटा निर्वाचन प्रणालीबाट कम्तीमा 138 सांसद रासोपाको निर्वाचित भएर आए बालेन प्रधानमन्त्री हुनेछन्। त्यस्तो बेला बालेन प्रधानमन्त्री हुने भनेको संविधानको धारा 76 को उपधारा 1 अनुसार हो, जहाँ बहुमत प्राप्त दलका नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ। चौथो, बालेन प्रधानमन्त्री बन्ने अर्को विकल्प गठबन्धन सरकार बन्दा रासोपाले सरकारको नेतृत्व गर्ने मौका पाउँदा पनि हो। तर गठबन्धन सरकार निश्चित अवधिको हुन्छ। 5 वर्ष पुरै प्रधानमन्त्री बन्न नपाउने सम्भावना हुन्छ। तर यदि भारतमा जस्तो भारतीय जनता पार्टी नेतृत्वको बीजेपी गठबन्धनबाट जसरी नरेन्द्र मोदी 5 वर्ष प्रधानमन्त्री हुन्छन्, त्यसरी प्रधानमन्त्री पूरा कार्यकाल हुने गरी गठबन्धनमा सहमति हुनु पर्यो। त्यसो हुँदा बालेन 5 वर्ष प्रधानमन्त्री बन्न सक्छन्। पाँचौं, बालेन प्रधानमन्त्री हुने अर्को विकल्प संविधानको धारा 76 को उपधारा 3 अनुसार हो। त्यहाँ प्रतिनिधि सभाको सबैभन्दा ठुलो पार्टीको दलका नेताले सरकार गठन गर्न सक्ने कानुनी प्रावधान छ र अर्को चाहिँ सोही धाराको उपधारा 5 अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न सक्ने सदस्य नै प्रधानमन्त्री हुन पाउने व्यवस्था अनुसार हो। यसरी प्रधानमन्त्री बन्नै परे बालेनले सुरुमा त प्रतिनिधि सभा सदस्य निर्वाचन जित्नै पर्छ। रासोपा संसदीय दलको नेता हुनै पर्छ। बाँकी त संवैधानिक प्रक्रिया अनुसार अघि बढ्ने प्रक्रिया हो। तर निर्वाचनपछि बालेन प्रधानमन्त्री हुने भन्ने चर्चालाई आलोचकहरू भने नेपाली उखान बच्चा पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले भनेर तीखो व्यङ्ग्य गरिरहेका छन्। हुन पनि प्रधानमन्त्री हुने बाटो बालेनका लागि त्यति सहज छैन। उनलाई निर्वाचनमा जनताले 100% जिताउँछन् नै भन्ने कुनै ग्यारेन्टी पनि छैन। कारण संसदीय निर्वाचनको इतिहासमै बालेनभन्दा चर्चित कतिपय नेताले निर्वाचनमा पराजय बेहोर्नु परेको इतिहास नेपालकै छ।
यदि निर्वाचित भइहाले पनि रविले बालेनसँग भएको सातबुँदे सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने नगर्ने भन्ने विषयले उनको प्रधानमन्त्री बन्ने यात्राबारे भन्न सकिन्छ। अर्को चाहिँ उनी सम्बद्ध दल रासोपाले आगामी निर्वाचनबाट प्राप्त जनादेश महत्त्वपूर्ण हुन्छ। बहुमत पाए सहज, नपाए प्रधानमन्त्री बन्ने बाटो स्वाभाविक रूपमा कठिन हुनेछ।